परमात्मा वास गर्नुभएको छ, विराजमान गर्नुभएको छ। त उहाँले के हरेक कठिनाइबाट, रोगबाट, सङ्कष्टबाट बचाउनुहुन्न र? के ईश्वरको कान त्यति बाक्लो छ र तपाईको पुकार सुन्न नसक्ने? के ईश्वरको हात त्यति छोटो छ र तपाईको भलाइ गर्न नसक्ने? ईश्वर हर चिज गर्न सक्नुहुन्छ। ईश्वरमा हरेक कुरा छ। जसरी एउटा सानो बालकलाई हेर्नु, त्यो बच्चाले आफ्नो आमाको काख र अरूको काख पत्ता पाइहाल्छ, थाहा पाइहाल्छ। अरूको काखमा राख्नुहोस्, एकछिन बसे पनि उसले आखिर आफ्नै आमाको काख खोजेको हुन्छ। ऊ आफ्नो काखमा आनन्दले निदाउन सक्छ। ऊ आफ्नो आमाको काखमा ऊ आनन्दले आफ्नो ज्यान छोड्न सक्छ। त्यस्तै परमेश्वर आमाको काख भन्दा पनि महान हुनुहुन्छ, सामर्थ्य हुनुहुन्छ, जागिरमा गर्नेवाला हुनुहुन्छ। त्यहाँ